यो हो चमेरो गुफा पोखराको। सो गाइस हामी चाहिँ गुप्तेश्वर महादेव दर्शन गरेर फेवातालमा गएर हामीले ढुङ्गा खेल्यौँ र भगवानको दर्शन गर्यो र अहिले हामी आएको छ गुफामा जो चमेरो गुफा भनिन्छ। सो यहाँ चाहिँ जान चाहिँ सजिलो रहेछ र निक्लिन धेरै गाह्रो छ। सो मोटो घाटो रहेछ भने चाहिँ अलिक विचार पुर्याउनु होला है त। जताबाट जानुहुन्छ ठुलो बाटोबाट निक्लिनु होला यही भन्न चाहन्छु। र यहाँ चाहिँ चमेरो साँच्चीकै हुँदो रहेछ, धेरै मात्रामा हुँदो रहेछ। सो हामी यहाँ पुगेको चाहिँ ठ्याक्कै कति बजे थियो भने त्यस्तै दिउँसोखेरि पुगे होला 11-12 बजेतिर है। सो हामी चाहिँ त्यहाँ फेवातालमा नुहाएर होइन त्यहाँ ढुङ्गामा चढेर मन्दिर दर्शन गरेर हामी सिधै यहाँ आएको थियो र चमेरो हेर्न चमेरो गुफा भन्ने नि फेमस थियो, त्यसैले हामी आयौँ र यहाँनिर हामी आएको क्रममा चमेरो गुफा हेर्नलाई ठ्याक्कै पाताल जस्तै देखिन्छ है। कस्तो कस्तो गुफा हो म त अचम्म लाग्छ के हो हैन। सो त्यही पनि अब आएको बेला हेरेरै जाउँ भन्ने चाहना थियो र हामी चाहिँ अहिले गइरहेछौँ गुफाभित्र। सो गुफाभित्र गइरहेछ र हामी चमेरो हेर्नुपर्छ र यहाँनिर चाहिँ लाइट बाल्न पर्ने हुन्छ है। बिना लाइटको चाहिँ यहाँनिर हिँड्न धेरै गाह्रो छ र अप्ठ्यारो नि छ र केही पनि देख्दैन, खल्डाङ खुल्डुङ मात्र देख्छ। सो लाइट त्यहीँबाट दिन्छ जहाँ टिकट काउन्टर टिकट काटेछ त्यहीँबाट चाहिँ लाइट एउटा दिन्छ। सो त्यही देखाउँदै हामी हिँड्ने हो। सो हामी चाहिँ हिँड्दै गर्दा यहाँनिर देख्न सक्नुहुन्छ कि यो सब चमेरो हो, यो कालो दस्सा जस्तो देखेको है। सो चमेरो चाहिँ टन्नै त थियो होइन, सो धेरै मात्रामा चाहिँ थिएन तर चमेरो चाहिँ टन्नै थियो है माथि जस हुँदो रहेछ चमेरो गुफा। सो चमेरो गुफा त हामीले दर्शन गर्यो, चमेरो नि गर्यो र यो चमेरो उडेर आँखा साखा फुटाउन नि सक्छ, यसको चाहिँ ध्यान राख्नु होला है त। हो हल्ला नगर्नु होला, सट्ट हेर्ने सट्ट निक्लिन गऱ्यो भने न चमेरो उड्छ हाम्रो नि दर्शन हुन्छ, मतलब देख्छ होइन। सो मजा आउँछ, टुन्द्रुङ्ग झुन्डेर बसिरहेको हुन्छ, चिट गरेर हुन्छ, बस यही हो चमेरो। सो हामीले यो पनि मजाले हेऱ्यौँ र यो निक्लिने क्रममा चाहिँ धेरै नै अप्ठ्यारो छ। सो मलाई त धेरै नै शास्ति भएको थियो, बल्ल भनौँ अब चिप्ल्यो भने निकै तल पुगिन्छ होइन, चिप्लेन भने अब त्यहाँबाट निक्लिन गाह्रो छ। सो यसरी निक्लिनु पर्छ, धेरै अप्ठ्यारो थियो। त्यहाँबाट खुट्टा चिप्ल्यो भने तपाईँ एकैचोटि तल पुगिन्छ। सो यसको ध्यान राख्नु होला। म त एकदम शास्ति भएर निक्ल्यो र हामी चमेरोको गुफा हेरेर नि बाहिर आउँदैछौँ र यति नै हो। अब नेक्स्ट भिडियो सायद लुम्बिनीको आउनेछ, फलो गरेर सेयर गर्न सक्नुहुन्छ। हर हर महादेव, बाई बाई।